हेलो नमस्ते साथीहरू। आज हामीहरू चाहिँ तपाईहरुलाई चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको एलिफेन्ट ब्रिडिङ सेन्टर हात्ती प्रजनन केन्द्रमा तपाईहरुलाई त्यसतर्फ हामी लगिराखेका छौँ। तपाईहरु यदि सबै कुरा त्यहाँको देख्न चाहनुहुन्छ भने तपाईहरु हाम्रो साथमा जोडिन सक्नुहुनेछ। साथीहरू भिडियोको अन्त्यसम्म रहनुहोला, सबै कुरा हामी तपाईलाई देखाउने छौँ। र साथीहरू यस्तै अन्य इन्ट्रेस्टिङ भिडियोहरू हेर्नको लागि तपाईहरु हाम्रो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। सब्स्क्राइब गर्नुहोस् र सँगै आउने बेल घन्टीलाई पनि तपाईहरुले क्लिक गरिकन तपाईहरुले नोटिफिकेसन इनेबल गर्न सक्नुहुनेछ। आउनु साथीहरू, हामी तपाईहरुलाई जाँदैछौँ। हामी चितवन बछ्यौली हुँदै हामी तपाईहरुलाई यो मालपुर ओद्रा हुँदै बद्रानी हुँदै तपाईहरुलाई एलिफेन्ट ब्रिडिङ सेन्टरमा हामीले जाँदैछौँ। साथीहरू तपाईहरु यहाँ देख्न सक्नुहुनेछ, यो ठुलो रापती हो जो चितवन राष्ट्रिय निकुञ्जको छेउबाट बगिरहेको छ। यसले वारिपट्टि गाउँहरू र पारिपट्टिको जङ्गल एरियालाई छुट्याएको छ र हामी यसको तीरतिरै हुँदै हामी यो बद्रानी गाउँ नजिक आइपुगेका छौँ। र अब हामी यसलाई यहाँ चाहिँ अलिकति तल लाग्नेछौँ। त्यसपछि हामी तपाईहरुलाई अगाडि खोला पुगिसकेपछि त्यहाँ तपाईहरुलाई हामी तरेर त्यस पछाडि पारिपट्टि ब्रिडिङ सेन्टर रहेको छ, त्यसको हामी सम्पूर्ण जानकारी दिनेछौँ। साथै तपाईहरु हाम्रो साथमा रहनुहोला। र साथीहरू हामी अहिले यो खगरी खोलाको छेउमा आइपुगिसकेका छौँ। यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ, यहाँ गाडी पार्किङहरू गर्ने स्थान रहेको छ। यहाँ तपाईहरुले आफ्नो गाडी बाइकहरू पार्किङ गरेर तपाईहरु यहाँबाट जङ्गलको खोलाको सुन्दर दृश्य तपाईले देख्न सक्नुहुनेछ र अति मनोरम दृश्य रहेको चितवन राष्ट्रिय निकुञ्जको ठाउँ हो। तपाईँ यहाँ आएर घुम्न सक्नुहुन्छ। यस नदीमा तपाईहरुलाई गोहीहरू घडियालहरू तपाईले देख्न सक्नुहुनेछ र यो खोलाको नाम खगरी खोला हो। र अब हामी यो पुल तरेर साँगो तरेर हामी पारिपट्टि जानेछौँ। तपाईहरुले साथ दिनुहोला। हामी त्यसपछि ब्रिडिङ सेन्टरमा त्यहाँका सम्पूर्ण इन्फर्मेसनहरू, हात्तीहरूको बच्चाहरू, हात्तीसँग खेल्ने यी सबै कुराहरू देखाउनेछौँ। साथीहरू हाम्रो साथमा रहिरहनुहोला। यसरी पुल तरिसकेपछि तपाईहरुले यसरी अगाडि बढ्दै हामीले देख्न सक्नुहुनेछ।
but you never knew. Sugar, there's a reason why we lose. You say you wanna cry, but you never do. Sugar, there's a reason why. र साथीहरू यहाँबाट पनि तपाईँहरूले यो एलिफेन्ट ब्रिडिङ सेन्टरको वरिपरिको सुन्दर दृश्य देख्न सक्नुहुन्छ। र यहाँ तपाईँहरूले वुडन बोर्डमा हात्ती प्रजनन तालिम केन्द्र लेखेको देख्न सक्नुहुनेछ। र सँगै अलि साइडमा रहेको त्यसको बिल्डिङ देख्न सक्नुहुनेछ अगाडिपट्टि। हामी पहिला सुरु तपाईँहरूलाई त्यस भवनभित्र जानेछौँ। एउटा म्युजियम जस्तो रहेको छ, त्यहाँ भित्र के कस्तो छ भन्ने कुरा हामी तपाईँहरूलाई देखाउनेछौँ र सबै कुराको जानकारी दिनेछौँ। आउनुहोस् साथीहरू, हामी तपाईँहरूलाई त्यहाँ लैजाँदैछौँ। भाइ चाहिँ अगाडि गइराखेको छ, म उसलाई फलो गर्दैछु। हामी त्यसतर्फ जाँदैछौँ साथीहरू। यो म्युजियम रहेको छ, यहाँ तपाईँहरूले देख्न सक्नुहुनेछ। हामी भित्र प्रवेश गरिसकेका छौँ। यहाँ चाहिँ यो हात्तीको शिरको खप्पर राखिएको छ। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ हात्तीको शिरको खप्पर, हड्डी यस किसिमको हुन्छ भन्ने कुरा तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ। र यहाँ भित्ताहरूमा सबै कुरा हात्तीसँग सम्बन्धित डिटेलहरू, जानकारीहरू तपाईँहरूले यहाँ पढ्न सक्नुहुनेछ। सबै कुराको जानकारी विस्तृत रूपमा तपाईँले देख्न सक्नुहुनेछ यहाँ भित्ताहरूमा। यहाँ छावा हात्तीको तालिम अर्थात् बच्चा हात्तीहरूलाई वयस्क भएपछि कसरी त्यसलाई तालिम दिने भन्ने कुरा पनि यहाँ लेखिएको छ। र यहाँ तपाईँहरूले हात्तीसँग सम्बन्धित हरेक कुराको जानकारी यहाँबाट पाउन सक्नुहुन्छ। युजेस अफ क्याप्टिभ एलिफेन्ट्स भनेको छ। यसरी यहाँ तपाईँहरूले विभिन्न किसिमका इन्फर्मेसनहरू तपाईँले पाउन सक्नुहुन्छ। हात्तीको उद्गम र विशेषता, हिस्ट्री अफ एलिफेन्ट, जस्ता विभिन्न सबै कुरा हात्ती सम्बन्धी जानकारीहरू यस म्युजियममा आएर तपाईँले देख्न सक्नुहुन्छ, जुन अवस्थित छ चितवनको खोरसोरमा। यो सेन्टर एलिफेन्ट ब्रिडिङ सेन्टर चितवनको खोरसोरमा तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ भिजिट गर्न सक्नुहुनेछ र सुन्दर दृश्यहरू यहाँबाट तपाईँ देख्न सक्नुहुन्छ। र अब हामी तपाईँहरूलाई यस म्युजियमबाट बाहिर लैजाँदैछौँ, जहाँ हात्तीहरूलाई राखिने गर्दछ। उनीहरूको वासस्थान अर्थात् सेल्टर रहेको छ। हामी त्यसतर्फ जाँदैछौँ। अगाडि रहेका जुन टहराहरू, अलि अग्ला किसिमको घरहरू बनाइएको छ, त्यहाँ चाहिँ हात्तीहरूलाई बाँधेर राखिने गरिन्छ। यहाँ तपाईँले देख्न सक्नुहुनेछ हात्तीको छावा यसरी दगुर्दै गइरहेको छ माउ हात्ती कहाँ। यहाँ तपाईँहरूले यसरी हात्तीहरूका विभिन्न रहनसहन कार्य र यिनीहरूलाई कसरी खाना खुवाइन्छ, यिनीहरूको सरसफाइ कसरी गरिन्छ, यिनीहरूसँग कस्तो व्यवहार गरिन्छ भन्ने कुरा तपाईँहरूले देख्न सक्नुहुनेछ। यहाँ थुप्रै मानिसहरू पनि यहाँ हात्तीहरूका चर्तीकलाहरू हेर्नको लागि, क्रियाकलापहरू हेर्नको लागि यहाँ जम्मा हुने गर्दछन्। साना हात्तीहरूको बच्चाहरूको क्रियाकलाप एकदमै लोभलाग्दो र मनमोहक हुन्छ, तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ। कस्तो मजा लाग्छ।
सम्पूर्ण दर्शकहरू, तपाईँहरूलाई यो आजको एलिफेन्ट ब्रिडिङ सेन्टरको भ्रमण कस्तो लाग्यो कृपया कमेन्टमा लेख्नुहोला। र साथीहरू, यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। साथीहरू, आजको यो भिडियोबाट हामी फेरि पनि बिदा माग्दछौँ र फेरि अर्को भिडियोमा भेट्नेछौँ। हस्त नमस्ते, तपाईँहरूको दिन शुभ रहोस्।